बाँचे के हुन्छ बाँचे के हुन्छ हेरौँ है त मानौ देउजा गाउँमा एउटाले अमृत पिएछ लेट अस कन्सिडर देउजा गाउँमा एउटाले अमृत पियो त अमृत पिउने भनेर अमृत पिएछ अब के हुन्छ हेरौँ है त अमृत त खायो महाराज अब देउजा गाउँमा अरूले खाएका छैन त्यसले मात्रै खाएको घरमा सबै जाँदै गए बा गए आमा गए परिवार सबै सकिँदै गए ऊ मर्दैन अनि गाउँका मान्छे भन्दा रहेछन् तेरो घर त फलानु मान्छे मर्दैन तिमीहरू मात्रै मर्ने हो भन्दा रहेछन् भनेपछि तिनैले यो मर्दैन ए अब भयो घरका मान्छेको श्राद्ध गर बस आजै तिथि भोलि तिथि पर्सि तिथि आज फलानु गएको दिन भन अब कन्याहरू पनि आफू मरिँदैन गाउँभरिका मान्छे सकिसके ऊ मर्दैन